ड्राइभिङ लाइसेन्सको स्क्रिनसट लिएर तपाईँ आफ्नो मोबाइलमा सेभ गर्न चाहनुहुन्छ, नागरिक एपबाटै स्क्रिनसट लिन मिल्दैन। र यसको लागि सबभन्दा सजिलो तरिका के छ, तपाईँ आफ्नो मोबाइलको गुगल क्रोम या त कुनै ब्राउजरमा जानुहोला र त्यसपछि त्यहाँ के सर्च गर्नुहोला, लाइसेन्स सर्च नेपाल भनेर सर्च गर्नुहोला हैन। या त डेस्कटपमा जानुहोला या त मोबाइलमा जानुहोला। मोबाइल अहिले अब मोबाइलैमा गएर तपाईँहरू हेर्न सक्नुहुन्छ। म डेस्कटपबाट देखाउन गइरहेको छु। त्यसपछि यो लाइसेन्स सर्च नेपाल भनेर सर्च गर्नुहोला अनि त्यसपछि यहाँ क्लिक गर्नुहोला। त्यसपछि यस्तो इन्टरफेस आउँछ। त एउटा 2 नम्बरमा के लेखेको छ, ड्राइभिङ लाइसेन्स सर्च छ। त्यसको डोमेन पढ्नु त के लेखेको छ यहाँ पढ्नु त के लेखेको, चितवन यातायात .बागमती.gov.np लेखेको छ। यसमा चाहिँ क्लिक नगर्नुहोला। तपाईँ यसमा क्लिक गर्नुहोला। यो हेर्नु त एप्लाई DLNEW.DOTM.gov.np लेखेको छ। यसमा यो एप्लिकेन्ट लगइन अनलाइन ड्राइभिङ लाइसेन्स सिस्टम लेखेको छ नि, यसमा चाहिँ क्लिक गर्नुहोला। र यसमा क्लिक गरिसकेपछि नि तपाईँको यस्तो इन्टरफेस आउँछ। मोबाइलबाटमा पनि यस्तै आउँछ। यदि यस्तो आइरहेको छैन भने तपाईँ डेस्कटप मोड चाहिँ एनेबल गर्नुहोला। यस्तो इन्टरफेस आउँछ र यो डेट अफ बर्थ चाहिँ नागरिकताबाट हेरेर एडीमा राख्नुहोला र यो चाहिँ यहाँ यस्तै फर्मेटमा लाइसेन्स नम्बर राख्नुहोला र त्यसपछि यहाँ क्याप्चा राख्नुहोला र यहाँ लाइसेन्स सर्च छ त्यसमा क्लिक गर्नुहोला र त्यसपछि यो क्लिक गरिसकेपछि यहाँ लाइसेन्स आउँछ। यसो अब स्क्रिन एडजस्ट गरेर मोबाइलबाट के भन्छ स्क्रिनसट लिनलाई सजिलो हुन्छ। 3टा औँलाले या त सबै मोबाइलको फरक हुन्छ। उहाँले आफैले सजिलोसँग लिन सक्नुहुन्छ र त्यसलाई क्रप्ट गर्नुहोला। र ल्यापटपमा स्क्रिनसट लिनलाई चाहिँ त्यसलाई शिफ्ट विन्डोज र एस थिच्नुहोला र त्यसपछि स्क्रिनसट लिनुहोला। र एउटा अझ सजिलो तरिका के छ, तपाईँ यहाँ न्यू ट्याबमा जानुहोला र यहाँ चाहिँ के लेख्नुहोला, नागरिक एप भनेर नागरिक एप.gov.np लेख्नुहोला। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ के लेखेको छ, नागरिक एप gov.np लेखेको छ र तपाईँको यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आइसकेपछि यहाँ वेब एप लेखेको हुन्छ, यसमा क्लिक गर्नुहोला र मैले चाहिँ लगइन गरिसकेको छु त्यसैले मलाई यहाँ लगइन गर्ने अप्सन आएन। जस्तो मैले यहाँ नेसनल आइडी कार्डमा क्लिक गर्छु भने नेसनल आइडी कार्ड आउँछ, ड्राइभिङ लाइसेन्समा क्लिक गऱ्यो भने ड्राइभिङ लाइसेन्स आउँछ। यो नागरिकता एकचोटि म भन्छु नि, तपाईँ यो नागरिक एप वेबवाला नागरिक एपमा गएर तपाईँ आफ्नो नागरिकता हेर्नुहोला। बाफरे बवाल छ यसमा, बवाल इन्टरफेसमा छ हैन। तपाईँ स्क्रिनसट लिएर तपाईँ राम्रोसँग राख्न सक्नुहुन्छ। र तपाईँ यस्तै टाइपको भिडियो हेर्न चाहनुहुन्छ भने प्लिज नेपाली गाइडलाई फलो गरिदिनु होला। धन्यवाद।